खाना खाने ठाउँ ल यहाँ गर न गर्दाखेरि मुगलिङमा हो हामी मुगलिङ ल हामै ट्याकको भात आइपुगेको छ है ठ्याक्कै एउटा आउँदो रहेछ के अरे तिर्दै परेर भोकले बोल्नै नसके जस्तो भइरहेको पापा छोरी लगाइदेऊ न कस्तो हुन्छ खाइदिउँ खाँदैछ यति राम्रो रोटी मुगलिङ अरे यो ठाउँ मुगलिङ ठाउँ फेरि यता जानुपर्ने छ यो मोटरबाट आएको हामी ट्याक्क अब चढेर जाने भएको छ भइसक्यो आइपुगेको ड्रिम सिटी नाम त सुन्नुभयो होला पारी बलुन र हातहरू भएतर्फ स्काई वक मिरर हाउस मिरर मेज लगायत हामी पर आइपुगिसकेका छौँ नआउने र आमा हिँड्नु नसक्ने त्यस कारणले अब कहाँसम्म खिच्नु मिल्छ त्यहाँसम्म खिच्दै जानेछु कलर ट्याक्क यताको देखिँदो रहेछ म चाहिँ कहाँ देखिँदो रहेछ भन्छु नि छोटा मान्छेर म ट्याक्क गेटभित्र छिर्दैछौँ दुई तिनजना इन्डियनहरू चिसाडे है सिलगढी मजा देखिँदैछ लिङ्ग एयरपोर्टलाई ट्याक्क एयरपोर्ट देखिरहेछ पुरा के भने यसलाई
फेवा तालको आदि दृश्य के हात भएको शिवलिङ्गकै खोइ आमा यो कालिका भगवती मन्दिर बाग्लोमा भाइरल बागे क्या मजाले स्याबास सुई भाइ नै त प्रष्ट बोल्छ त्यो भाइ बोल्थे जोडिने रहेछ कहाँ पुग्छ यहाँनिर अब संरक्षण गरेर कालिस कस्तो उडेको पुत मजाले हेरौँ कालिस कालिस देखिरहेछ नि छोडा चाहिँ यहाँ उतार हेर्दा रहेछ बाटो चाहिँ कलाएर अलिक साह्रो बोले मात्र आउँछ है ट्याक्क लगायो देउता गीतहरू जयरामजी के भन्नुपर्छ ए जयरामजी के भन्ने खोइ त नि लाग्यो यसरी जयरामजी के भन्नुपर्छ हनुमानजीको छोटो मान्छे हामी चाहिँ घुमघामको सिलसिलामा बेटरले साथ दिन्छ भिडियो गर्नु पर्यो अब भरेदेखि के हुन्छ स्थिति त्यही हो त्यसमा भर पर्छ गाईहरू साथीहरू फ्रेन्ड मेरा सम्पूर्ण यो सेतो बाँदर हो पक्कै नै आइछ सुरु भएछ घन्टी ट्याङ 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 घन्टी रहेछ है पुरै गाईहरू यतैपट्टि घन्टी यतैपट्टि घन्टी यतैपट्टि घन्टी कलर मन्दिरमा हामी आइपुगिसकेको अब ब्याङ ब्याङ एक्स्ट्रा खालको घन्टी ठ्याक्क पूजाआजा गर्ने बेला भएको रहेछ
ढ्याङ्ग फोटो यस्तो ठाउँ रहेछ ठिक्कै लाएर मन्दिर गाईहरू हिँडिरहेका छन् इनसाइड चाहिँ यस्ता रहेछन् फेरि अर्को भिडियोमा जोडिनेछु अहिले यो मन्दिर चाहिँ देखाउँदै मन्दिर मन्दिर बङ्गालको पुलै बागलुङ र पर्वत जोडेको भाइको खेल्ने रहेछ यो बङ्गाल छ यो पुवर पिपल अल्लो पिपल पल्लो घर बागलुङ जिल्ला आइपुगेको छ ट्याक्क यो अटो हिँड्दैछु छैन के अरे बोलेको हाँसी आइरहेको पनि छैन ल यो बोलेको आउँदैन र चाहिँ अलिकति ठुलो स्वरले बोल्नुपर्ने हुन्छ त्यो बोलेको कारणले होइन कला र शहीदहरूको फोटो आइगयो बागलुङ र पर्वत जोडेका नेपालकै लामो पुल ट्याक्क चाहिँ कहिले के अरे त्यो चिप्ल्यो भनेको फेरि खत्तम बर्बाद हुन्छ ट्याक्क लाएर यो चाहिँ चाहिने के अरे काट्दैछ के गर्नु र यहाँ पुलमा हुने किन गरेको हिँड्छौँ एकछिन छोरा छिर्नु नआउनु आइसक्यो तरेर आउन फेरि फेरि आइँदैन गाइजहरू त्यस हिसाबले डर लगाएर है पक्रिँदै हिँड्नुपर्छ फेरि जुत्ता आफ्नो चिप्लिहाल्छ क्या डर मर्दै रहेछ जाँदै हो गरेलाई देखिरहेछ नि यता हेर्दा भिडियो यता हेर्न छोडा चाहिँ भिडियो राम्रो देखिरहेछ देखिरह
लाएर अहिलेसम्म त भिडियो खतम गरिपठाएछ नि त लाएर हिँडिरहेछु है चाहिँ गण्डकी अरे गण्डकी नदी तलको चाहिँ त्यसो त एउटा जिल्ला र अर्को जिल्ला जोडेको पुल पो त गाह्रो लामो भइहाल्छ कति यति मात्र जाने ल हामी हाफबाट फर्किने निर्णय गरियो